आदरणीय दर्शकबिन, यसभन्दा अगाडि हामीले यस्तै बागमती सरसफाइको भिडियो तपाईँलाई देखाएका थियौँ। त्यसै बेला काठमाडौँका मेयरले मानिसहरू खटाएर हातले फोहोर मैला उठाएको अवस्था थियो। त्यसरी हातले फोहोर उठाएर सफा गर्न असम्भव देखिएपछि मेयर बालेन शाहले डोजर नै नदीमा उतारेर नदी सफा गर्ने प्रक्रिया अपनाउनु भएको छ। दर्शकबिन, अहिले नदीमा पानीको मात्रा कम रहेको अवस्थामा नदीलाई सफा गर्न सकिने भन्दै यो सिजनमा नदीमा डोजर लगाइएको छ। आजभन्दा 1 शताब्दी अगाडि यो नदी सफा र निलो पानी बग्ने गर्दथ्यो। बिस्तारै अव्यवस्थित सहरीकरण र प्रकृतिको महत्त्व बुझ्ने नेताको अभावले यी नदीहरूले आफ्नो अस्तित्व गुमाउँदै गए। तर यति बेला सम्पूर्ण जनतामा उत्साह आएको छ। अहिले काठमाडौँले मेयर बालेन शाह पाएको छ। टुकुचा खोला, धोबी खोला, बागमती लगायत नदीहरूमा मेयर बालेन शाहले कडा एक्सनमा कामहरू अगाडि बढाइरहनु भएको छ। आशा गरौँ हामीले अब यी नदीहरूमा छिट्टै सफा निलो पानी देख्न पाउनेछौँ। दर्शकवृन्द, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। तपाईँले आगामी दिनमा कस्तो भिडियो हेर्न चाहनुहुन्छ त्यो पनि लेख्नुहोला। भन्दै तपाईँले च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी बेल बटन थिच्नुहोला। धन्यवाद।